गीतमा लस्करी आँखा छोपी नरौ भनी रुनु पर्छ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्छ भोलि उठी कहाँ जाने केही थाहा छैन फर्किआउने हो कि होइन कुनै खबर छैन यति साह्रो नगर्नु है नारायण गोपालले कुर्छन् है यो त नयाँ नयाँ बनाएछ यार क्याफे बनाएछ कस्तो दामी होइन रहेछ गर्लफ्रेन्ड चाहिने खालको मात्रै ठाउँ बनाएछ गर्लफ्रेन्डसँग आउनुपर्ने ठाउँ हो 1 2 3 4 5 जना छ 5 जना नेपाली केटीहरूलाई भेट्नु पनि सक्छ 4 जना हो 4 जना 5 जना चाहिँ मैले त आफैलाई दुईपल्ट गर्ने छ यार ए म फोनमा बोलिरहेको बुढीलाई पनि भने क्या होइन अब मलाई नै 1 2 भनेछ होइन फेरि यस्तो चाहिँ 1 2 3 4 5 आज एकजना केही थपेला छैन ठिक छ राई सरलाई बेहुली लिएर आउनु अरू त कसलाई ल्याउनु सबैको छ है मेरो पालो त्यसो भए सबैकै पालो हो भोज खुवाउने अब बाचा छिटै आउँछु अनि गर्नु पर्याछ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ भोलि उठी कहाँ जाने केही थाहा छैन फर्किआउने हो कि होइन कुनै खबर छैन बाचा छिटै आउँछु भनी गर्नु पर्याछ मुटुमाथि ढुङ्गा राखी हाँस्नु पर्याछ खरको छापको पनि अहिले टन्नै बनाएको रहेछ त्यो सुतलीको रहेछ कि फेरि वास्तवमा ए त्यस्तो कलर मात्र होइन के हो सुतली भने सुतली प्लास्टिकको धागो खोला बगी जाने होला गाडीमा होइन भर्खर नयाँ नयाँ सिकेको ड्राइभर छ भने त्यो गीत नगाउनु रिसाएर गाडी खसाल्नु फेरि होइन सुरुमा त अलिकति ध्यान उताउँदै गयो भने त गाह्रो हुन्छ नि त्यसपछि ध्यान दिएर चलाउनु पर्छ त्यो भएर मान्छे कराएर कम रिस उठ्छ बुढाहरू उहिले बुढाहरू त्यही भन्दा क्या ड्राइभरको सिटमा राम्रो केटी बस्नु हुँदैन होइन भन्दा अब यहाँबाट हिँडेर उता पनि जानु मिल्छ अब यो बाटो त वान वे हो फर्किने बाटो अर्को छ अघि तलको बाटो वान वे ठ्याक्क नगरकोट जाने बाटो सानो छ सिङ्गल बाटो यो त गजबको छ पहिला यो सबै भत्या थियो हामी आउने बेलामा त हिँडेर आएको थियो बाटो एकलौटी बाटो च्याउ भिडियो बनाउनु न के अरे बनाउँदैछु त नि हो र खिच्दैछु हामी कहाँ गयो अरे नगरकोट है नगरकोट नङ्गरकोट भन्थ्यो कि हाम्रो बाबाहरूले नङ्गरकोट नङ्गरकोट गएको हामी नङ्गरकोट पहिला भन्थ्यो नङ्गरकोटमा भन्थ्यो होइन नङ्गरकोट त्यो काठ घराने आरा चिर्न जाने हो नि त आरा त के चिर्नु काठ चिर्ने हो आराले चिर्ने आरा चिर्ने अनि त्यसपछि बुढाहरू नङ्गरकोट गयो भन्थ्यो भक्तपुर गयो भन्थ्यो कहाँ कहाँ गयो भन्थ्यो भक्तपुरलाई त के भन्छ खोबुङ कि हेराङ अरे खोपाङ खोबुङ
ठेक हिँड्दो रहेछ है बुढाहरू खास अब त्यो काम कुनै बेला त एक हप्तै हिँडे गर्दो रहेछ अनि घरमा अहिलेको जस्तो फोन भएको बुढाले काम पाइने पाएन कहाँ पुग्यो थाहा होइन बुढीहरू चाहिँ आजै घरमा बस्छु भोलि यही काम सुरु हो भनेर हात भाँच्न सुरु गर्दो रहेछ बुढाले यति कमायो होइन फर्किने दिनको भोलिपल्ट अघिल्लो दिनसम्मको हिसाब गर्छ ओहो यति कमायो भनेर घरमा हिसाब गर्छ बुढोले पैसै नल्याएर आउँछ घर जाँदा कसलाई पायो कसैले हिँड्यो खायो भनेर हिसाबले कसरी गर्छ थाहा छ तपाईँलाई 1 विषय 2 विषय हुन्छ होला बाँकीपट्टि नै जान्छ त्यो बेला त्यही 20 एक दिनको ज्याला 20 रुपियाँ 30 रुपियाँ 40 1 विषय 2 विषय 3 विषय त्यो बेला 80 रुपियाँ पुग्यो भन्थ्यो जोडीको क्या एक दिनको 80 रुपियाँ यहाँ पनि इलेक्ट्रिक गाडी हालिसकेको छ यार इलेक्ट्रिक थिएन